1000 마त्रै हो रे. 봄, 여름, 가을, 겨울 계속. 아, 이거 계속이요? 1년 내내요? 피고 지고 피고 지고. So guys, यहाँ चाहिँ छाता यस्तो हुन्छ है. यो छाता चाहिँ पानी परिरहेछ. सो यस्तो ल्याम्पमा घुसाउने. ल्याम्पमा घुसाए. ल्याम्पमा घुसाएर चाहिँ टक्क यस्तो यस्तो तान्नुपर्छ. छाता भयो सेफ्टी. कस्तो भयो गाइस? मलाई कस्तो यो ढाका टोपीमा चाहिँ मलाई कस्तो देखिरहेछ एकचोटि कमेन्ट गरिदिनु होला है. सो खाना खतम भयो गाइस. खाना सक्यो एकदम बेस्ट मटन खाना दामी. MVP को मतलब मोस्ट भ्यालुएबल प्लेयर लागि चाहिँ बब्बा लाग्यो मलाई. कस्तो देखिगयो यार हाम्रो यो के रे उयो त बाथरुम. आमा इधर चड्डी देख्न सकिन्छ. हाम्रो दाइ बुढो दाइ हुनुहुन्छ. के खानुभयो दाइ? ए ओ राजाजी यो बिहान बिहान यस्तो चिज खायो भने के हुन्छ दाइ थाहा छ? दाजु हाम्रो दाइ चाहिँ मस्त सुतेको छ. साङसाङ दाइ कहाँ सुतेको छु म? So, hello, namaste, welcome back to another video guys. Good morning guys. Hope so सबैजना सन्चै हुनुहुन्छ होला. म पनि एकदम सन्चै छु. अनि हाम्रो दाइ हुनुहुन्छ यहाँनिर. म पनि सन्चै. मिस्टर युवराज गुरुङ है. अनि दाइ आज हामी चाहिँ कहाँ जाने भएका छौँ भन्दाखेरि डुल्न घुम्नको लागि के थोरै दाइहरूको काम छ अरे. सो कामको लागि पनि जाँदैछौँ. सो खिमेसम्मको यात्रा छ आज. सो त्यहाँसम्म खिमेसम्मको यात्रामा के कस्तो हुन्छ म सबै तपाईँहरूलाई सेयर गर्दैछु गाइज है. अहिले चाहिँ कति 10 बजिरहेछ. सो आज भनेको त्यस्तो साह्रो जाडो छैन है. अनि हिजो चाहिँ बिहानदेखि पानी परिरहेको थियो. हामी फुटसल खेल्न गयो. सो अनि आज चाहिँ हामी जाँदैछौँ खिमे. सो स्टे ट्युन, भिडियो हेर्दै गर्नु होला गाइज. सो गाइज अझै म रेडी हुनुपर्ने हुन्छ छिटो. हाम्रो लुगा त भएन क्या त. यो भएन गाइज. हट घोडा हट. मेरो घोडा चाहिँ यस्तो छ है. हट घोडा हट. मलाई धेरै चोर्छ देखिन्छ. अनि यहाँ चाहिँ हामीले सामान टक्क राख्नुपर्ने हुन्छ. 3टा भइसक्यो. कतिवटा हो त्यो? त्यो चाहिँ के हो दाइ? उ चाहिँ पल्लो चाहिँ मेडल हो. सो त्यही हो. अनि यहाँ चाहिँ पानी परेर पानी जमेर चाहिँ यस्तो भइरहेको अवस्था छ. अनि यहाँनिर दामी साइकल स्पोर्ट्स साइकल छ. अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ. सो गाइस है त्यही हो. बाटोमा भेटौँ है त गाइस. नेपाली मुभी है दयाहाङ राईको रहेछ है. यो कतिजनाले यो फिल्म चाहिँ कतिजनाले हेर्नुभयो सो कमेन्ट गर्नु होला है त गाइस. अनि यहाँ भयो हाम्रो नेपाली रेस्टुरेन्ट. अनि वेलकम हाम्रो लुम्बिनी रेस्टुरेन्ट बार है. सो हाम्रो यो चाहिँ के हो ग्रान्ड ओपनिङ है. लुम्बिनी रेस्टुरेन्ट रहेछ. यो चाहिँ कति 2018-7-14 बाट चाहिँ यो इस्टाब्लिस भएको रहेछ है नेपाली रेस्टुरेन्ट. यो चाहिँ हाम्रो एकदम फेमस हाम्रो दिदी परी दिदीको रेस्टुरेन्ट हो है. सो आज चाहिँ हामी परी दिदीको रेस्टुरेन्ट चाहिँ भिजिट गर्न आएको छौँ. अनि सबैजना दाइहरू हुनुहुन्छ. अनि उहाँले चाहिँ चिकन मात्रै खानुहुन्छ अरे. चिकन दाइ चिकन मटन लान्छु. सो खाना खतम भयो गाइस. खाना सक्यो एकदम बेस्ट मटन खाना दामी. मुख्य आयोजक चाहिँ सेवार नै हो. सेवार FC ल ठिक छ. दाइहरू हुनुहुन्छ यहाँनिर सबैजना. यो भयो बेस्ट किपरको लागि. यो भयो म्यान अफ द म्याच बेस्ट प्लेयरको लागि. अनि यो चाहिँ भयो के छ भने यो म देखाउँछु तपाईँहरूलाई. MVP को मतलब मोस्ट भ्यालुएबल प्लेयरको लागि चाहिँ बब्बा लाग्यो मलाई. टक्क यहाँनिर दामी भयो. दामी टकिरहेछ. यो चाहिँ सही लाग्यो क्या. सो कस्तो लाग्यो गाइस तपाईँहरूलाई? दामी छ. अनि यो भनेको सेकेन्डको लागि. यो भनेको फर्स्ट प्राइज
फर्स्ट यो चाहिँ फर्स्ट ट्रफी सेकेन्ड ट्रफी अनि त्यो गाइस दामी छ बाबा यो चाहिँ ठ्याक्कै कहाँ भने हाम्रो रेस्टुरेन्टमा यो चाहिँ गाइस यहाँनिर चाहिँ पुलको सुविधा पनि छ यहाँ सबै नेपाली दाजुभाइहरू चाहिँ पुल खेलिरहेको अवस्था छ ओके धन्यवाद र अब म तपाईहरुलाई ट्याक्सीको लागि तयारी गर्नेछु हामीले चाहिँ नम्बर 1 देखि 32 सम्म हामीले रेडी गरेका छौं हामीले चिठा तान्दैछौँ र त्यसै गरी जस्तै मैले तपाईहरु देख्न सक्नुहुन्छ 1 नम्बर हो जस्तै यो 2 नम्बर गाइस अहिले चाहिँ हाम्रो यहाँ जति पनि हाम्रो दाइहरु सबै मिटिङ सक्यो अनि मिटिङ सकेर चाहिँ अब हामी घरतिर रुमतिर फर्किँदैछौँ गाइस म आज तपाईलाई इमार्ट लिएर जाँदैछु है गाइस अहिले चाहिँ यस्तो वर्षा पानी परिरहेको छ सो गाइस यहाँ चाहिँ छाता यस्तो हुन्छ है यो छाता चाहिँ पानी परिरहेको छ सो यस्तो ल्याम्पमा घुसाउने ल्याम्पमा घुसाए ल्याम्पमा घुसाएर चाहिँ टक्क यस्तो यस्तो तान्नुपर्छ छाता भयो सेफ्टी सो गाइस त्यही हो हामी चाहिँ अहिले इमार्ट इन्टर भइसकेको अवस्था छ यतिखेर सो म तपाईहरुलाई चाहिँ आज इमार्ट घुमाउनेवाला छु सो के कस्तो छ त इमार्टमा सो सबैभन्दा सुरुमा तपाईहरुले देखिने चिज भनेको यहाँ छ है अन्यस्यो सबैभन्दा पहिला देखिने फ्रन्टमा चाहिँ यो छ एकदम दामी दामी फुलहरू चट्ट सजाइएको छ दामी यो त के अरे नक्कली फुल जस्तो देखिन्छ त दामी दामी छ एज यु क्यान सी को 12,000 मात्रै हो रे 봄, 여름, 가을, 겨울 계속. 이거 계속이요? 1년 내내요? 피고 지고 피고 지고. 얘도 그래 얘도. यसको यो चाहिँ के हो त कति सानो हो यो त कुन फुलहरू यस्तो यसको प्राइसै छैन त यो अनि यहाँनिर यस्तो दामी दामी प्लान्टहरू देखिन्छ हेर्दाखेरि कस्तो प्लास्टिक जस्तो देखिन्छ तर ओरिजिनल रहेछ कि सो यो दामी 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 छ है त गाइस कस्तो लाग्यो तपाईहरुलाई कुरिलो हैन यो के हो तुरिलो भनेको कुरिलो बुढा यसलाई चाहिँ नेपालीमा के भन्छ का यो कि नामै छैन नेपालीको यो गाइस कसलाई थाहा छ नाम है सो कमेन्ट गर्नु होला गाइस के हो मलाई थाहा छैन सुन्दर फुल अहिले चाहिँ हामी दाजुभाइ 3 जना टक्क मिलेर हामी आँगन मासु कफी खान चाहिँ आएको छौँ आएको अवस्था छ यता हाम्रो युविताले मलाई घाटा घाटा लाउने कुरा गर्दै हुन्छ यो चाहिँ आइसकेको छ हाम्रो बिस्कुट टक्कसँगले मैले काटेको यो चाहिँ यो गोबर चाहिँ के भयो यो भइसक्यो गोबर जस्तो भयो होइन यो कटिङ चाहिँ राम्रो भयो दाइले काट्नु भएको काट्ने एक्सपिरियन्स चाहिँ राम्रै बोक्नु भएको रहेछ दाइ तपाईँले म धेरै कुरा काट्छु नि त के अरू के बोक्नु भएको छ दाइ भन्नु त सबै कुरा भन्नु कस्तो छ दाइ पप कस्तो छ पप गोबर मिठो हुन्छ ए गोबर भयो म त पप पो भनिहाल्नु दाइ के गर्नु वेस्टर्नाइज हुन सकिएन सो गाइज म चाहिँ अहिले फाइनली आज दिनभरि डुलेर चाहिँ घुमेर चाहिँ सो तपाईँहरूलाई पनि घुमाएर सो म अहिले चाहिँ रुम आइसकेको अवस्था छ यतिखेर अर्को हप्ताको आइतबार चाहिँ हाम्रो के अरे खिमे भन्ने ठाउँमा चाहिँ हाम्रो सेवारो फुटबल क्लब जुन आयोजक कमिटीले चाहिँ गेम खेलाउनेवाला छ सो के कस्तो हुन्छ सबै सेयर गर्नेछु कस्तो भयो गाइज मलाई कस्तो यो ढाका टोपीमा चाहिँ मलाई कस्तो देखिरहेको छ एकचोटि कमेन्ट गरिदिनु होला है चोर जस्तो देखिरहेछ कि गुन्डा जस्तो देखिरहेछ कि लिम्बू जस्तो देखिरहेछ कि छैन एक्चुअली भनिदिनु होला है गाइस सो अनि यहाँ एउटा सपिङ गऱ्यो है एउटा इनर सपिङ गऱ्यो सो त्यही हो अन्तहरूले पनि अलिअलि सपिङ गर्नुभयो अनि मेरो भिडियो के कस्तो लाग्छ तपाईँहरूले सो कमेन्ट गर्नु होला है अनि सो तपाईँहरूले चाहिँ कस्तो खालको भिडियो मनपर्छ सो त्यो पनि कमेन्ट गरिदिनु होला म त्यही तरिकाले कन्टेन्ट बनाउँछु त्यही तरिकाले म तपाईँहरूको लागि भिडियो राख्नेछु है सो सबैले माया देखाइदिनु होला सपोर्ट देखाइदिनु होला है अन्तिमसम्म भिडियो हेर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच है अनि भिडियो के कस्तो लाग्यो है कमेन्ट गर्नु नभुल्नु होला कमेन्ट गर्नु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला है सो त्यही हो अनि आजले यति भन्दै अर्को भिडियोमा भेटौँ भन्दै आजले यति नै सो सी यू अन नेक्स्ट भिडियो गाइज ओके बाई बाई वेलकम छ है त ओके गाइजको सु अवस्था छ यतिखेर यो सुज चाहिँ होइन यो सुज चाहिँ खतरा खेलाडी लाउने सुज हो यहाँ देख्न सक्नुहुन्छ बवाल छ सो अनि यहाँनिर हाम्रो दाइ छ सो
Let's go, guys! Go, go, go!